50,000 बुझाएको यो आज बिहानको हाम्रो उपस्थिति हो। त्यो 50,000 यता हाम्रो दाजु हुनुहुन्छ 5.5 लाख रुपैयाँ टेबलमा किन्नु भए म उहाँ रावलजी, उहाँ पनि रावलजी, धर्मराज बजगाई उहाँ पनि रावलजी, उहाँ खत्रीजी, उहाँ रावलजी। यता हामी लम्कीका रौडीबड्डा नयराम भण्डारी लगायत हामी सबै यहाँ उपस्थित भएका छौँ। बिहान चिया खाने कार्यक्रम हुन्छ। चिया खाने कार्यक्रमको साथसाथ यहाँ राजनीतिक बहस पनि हुन्छ र उहाँ चाहिँ हाम्रो यस क्षेत्रको जनप्रतिनिधि। अब यो हाम्रो यो लम्की क्षेत्रको यो विकास हेर्नुस्, उसरी भन्ने हो भने अरू ठाउँको भन्दा विकास भएकै देखिन्छ। अब हामी पनि बिहानको चिया खाएर यसो आफ्नो कार्यक्रममा व्यस्त छौँ। सानातिना भिडियोहरू पनि बनाउनु पर्यो होइन, अनि गाडीहरू गुडेको पनि देखाउनु पर्यो तपाईँहरूलाई। माथिका डाँडा काँडा र यता पश्चिमतिरबाट आइरहेका गाडी, पूर्वतिर गइरहेका र यतातिर तलतिरको यो गजबहादुरजीको यो चाहिँ होटल लगायत यहाँका उद्योगी व्यापारी। अब धेरै जसो राजनीतिक बहस हुन्छन् यहाँतिर। अब हामी लम्की क्षेत्रमा बस्ने जति जनताहरू जति छौँ, हामीलाई धेरै जसो राजनीतिमा चासो हुन्छ। उद्योग धन्दा, कल कारखाना, खेती किसान गर्नुभन्दा पनि हामी धेरै जसो राजनीतिका कुरा हद्दा छौँ। हजुर, मलाई त राजनीतिको र पनि आउँदैन। अब यो ठाउँ छाडिकन भागु भन्ने जस्ता कुचेष्टा उठिकन काँचा गिठा खाएर जाउँ मन भइहाल्छ। कहाँ जाउँ, जाने ठाउँ पनि रहेन। देश जाउँ भने पनि अब इन्डियामा गएर डन्डा ठटाइसकिने होइन। अब यतै गाउँमै बसौँ भने रोजगार छैन। समस्या त समस्या छ। अब यो समस्याको समाधान केही गरी हुन्छ कि भनिकन अब यसो न पहाडतिरै गएर आफ्नै पुरानो आँसी कठिया बानेर भैँसी सैँसी पालेर बाख्रा कुखुरा पुरानै चलन, आफ्नो चलन चल्ती पुरानै काम गरेर यसो जीविकोपार्जन गर्नु पर्यो भन्ने विचार लागेको छ। अब परिवारका सदस्यहरू साथ नदिने जस्ता छन्। आफ्नो आफ्नो धुनमा, आफ्नो आफ्नो उसमा क्रियाकलापमा छन्। अब यो तराईमा बसिसकेपछि मान्छे पहाडमा फर्कौँ भनेपछि अलिक गाह्रो मान्दो रहेछ। परिवारका सदस्यहरू त सपोर्ट गरलान् जस्तो छैन। फेरि पनि एक्लै गएर पनि सङ्घर्ष गर्ने विचार लागेको छ। यतातिर तरकारी पसलहरू छन् तलतिरपट्टि र यता यो पूर्वतिर चिसापानी जाने बाटो र यता धनगढी जाने बाटो हो। यो मेरो लम्की क्षेत्र, रमाइलो लम्की सहर हो।